खाडीमा बस्ने कुल्लीहरू फिटमेन्ट इज मेन यता सुन त भुसुरीले खाडीमा बस्ने दाजुभाइको नाम लिनु तँलाई कुनै जरुरत नै छैन। जुन व्यक्तिसँग तेरो रिस इबी छ, रिस राख्छ, त्यो व्यक्तिलाई लिएर तैँले ठोक, तर यसरी हामीलाई नदोष। तैँले बाँच्न सजाएको रहेछस्, जति पनि दाजुभाइ दिदीबहिनीले होइन, जुन मलाई नराम्रो भन्ने व्यक्तिलाई हो भनेर। त चुतियाको फोडियोमा आउँदाखेरि तेरो भिडियोहरू नै सोसाइटीलाई पस्ने, व्यक्तिलाई पस्ने लायकको हुनु पर्यो नि। त्यस्तो भिडियो कहाँ बनाएको छस्? त्यस्तो भिडियो बनाएर आइज तँलाई सबैले हाय हाय भन्छ। तेरो भिडियोहरू हेर्दाखेरि सबैलाई तीन सिरी तातिने, पारो तातिने, तेरो भिडियो हेर्दाखेरि नै बमिट आउने लायकको छ। तेरो टिया कसले गर्छ त्यसपछिबाट भन्? त चुतिया धेरै नभोग, तेरो काम छैन हेर। तेरो एक त आइडेन्टिटी पनि खोलेको छैन। त सरान्ती चुतिया, जो पाए त्यसलाई ठोक्ने काम नगर, जो पाए त्यसको भिडियो उठाउने काम नगर। त एक नम्बरको चुतिया होस्, पागल त, बुझिस् नि। आइन्दा यसरी हामी दाजुभाइ दिदीबहिनी खाडीमा बस्नेहरूलाई तैँले नाम नले। हामी खाडीमा बस्ने दाजुभाइ दिदीबहिनीको कारणले नै हाम्रो देश नेपाल चलेको छ, बुझिस्? चुतिया बात गर्दै हो।